तुझसे तू ही माया को मेरो माटो च्याकलारा च्यापलारा के हो गनी भोग भन्दा प्यारो सुजन सर तपाईँ किन यसो तपाईँ यस्तो किन स्पेशल यस्तो किन हुनुहुन्छ भन्दा मिसका लागि टाइम हुँदैछ बिहानको 5 बज्दैछ र म चाहिँ यहाँ यु क्यान सी हेर्न सक्नुहुन्छ मेरो चाहिँ यहाँ आँखा पनि राम्रोसँग खुलेको छैन है। अहिले बिहान चाहिँ मेरो यात्रा चाहिँ आज चाहिँ मेरो यहाँ सुकुटे बिहान 7 बजे पुग्नुपर्ने काम छ। त्यही भएर अहिले चाहिँ म सुकुटे जान लागिरहेको छु है। अहिले बिहानको वेदर चाहिँ यस्तो छ हाम्रो गाउँमा चाहिँ बिहानको यो एकदम यो मर्निङ भ्यू हो। गाइजहरू हेर्न सक्नुहुन्छ यहाँनिर मुन पनि यहीँ माथि ढिला आएको छ है। परको गुम्बा भइहाल्यो होइन चिट्ट लाएर पानी पर्ला जस्तो त भएको छ। अब हेरौँ है के हुन्छ म तपाईँहरूलाई ल। अब मौसम यही भइहाल्यो होइन मेरो अब बाइक चिट्ट लाएर यहाँनिर छ रेडी भएर बसिरहेको छ होइन। ल अब के हुन्छ टक्क लाएर बाटोमा गएर भेटौँ है त। सो अलराइट गाइजहरू अहिले चाहिँ हामी ट्याक्क लाएर नयाँ पुलमा आइसकेको छौँ। यहाँ यु क्यान सी मेरो ब्याकमा चाहिँ टक्क लाएर नयाँ पुल हो भने यो अगाडिको भ्यू चाहिँ यस्तो छ बिहानीको मर्निङ भ्यू टक्क होइन। मौसम चाहिँ अलिकति रिसाएको जस्तो छ बिहानैदेखि धुमधुम भइरहेको छ। खोला पनि बढिरहेको छ कालो कालो बादलले टक्क लाएर सबै ढाकेको छ। हामी आइपुगिसकेका छौँ गाइज वी आर हियर। हामी चाहिँ एकदमै धेरै बाधा अर्चन त के भन्नु होइन बाटो नचिनेर बल्ल सेरा बीच भन्ने ठाउँमा आइसकेका छौँ। यु क्यान सी द भ्यू अफ सेरा बीच मेरो पछाडिपट्टि देख्न सक्नुहुन्छ यो चाहिँ सेरा बीच हो। सेरा बीच यस्तो छ पानी पर्न लागिरहेको छ सेरा बीच। अरे हाम्रो सर यहाँ छन् बुढा मोबाइल चलाइरहेको छ। आज के हुन्छ आज के हुन्छ सबै कुराको अपडेट म तपाईँलाई दिनेछु है। छेउडा लाएर हाम्रो चाहिँ खाजा खाने प्रोग्राम हुँदैछ। च्याकलारा च्यापलारा मेरो फ्यान हो उहाँ चाहिँ। सर्ट लाएर हाम्रो चाहिँ डिनर आउँदैछ। ल सुन्छ चेस हान्ने हुन्छ ल यता पनि छन् गाइजहरू खुवाइ चाहिँ मरद छ अब डाइनोसरको माल। मामा के छ त कस्तो छ ठिक छ गुड। अञ्जना मिश्र सुजन सरको आजकल के हुँदैछ यो दुवैजना अनम्यारिड हो गाइजहरू होइन केही न केही त जरुर हुँदैछ। उहाँ सिधै खाजालाई भन्दा पहिला सुजन सरलाई एकदम धेरै प्रायोरिटीमा राख्नु भएको। यो के हो नि यो भोगभन्दा प्यारो सुजन सर तपाईँ किन यसो तपाईँ यस्तो किन स्पेसल यस्तो किन हुनुहुन्छ अञ्जना मिसका लागि त्यो सिटको लागि तपाईँले विशाल दाइलाई बिचरा मेरो पछाडि देख्न सक्नुहुन्छ विशाललाई कहाँ अन्धार बसिरहनु भएको बिचरा कालो होइन कालो अन्धार बसिरहनु के छ त यो रहस्य बताइदिनुहोस् न मलाई तपाईँहरू बिचको। तपाईँ यो मध्य पहाडीतिरको तपाईँ पूर्वतिरको मामा घरिबाटै कसरी भयो ल खतरा आउन हाई मेरो भ्लगमा तपाईँलाई पनि धेरै धेरै स्वागत छ। च्याप्टा पारेर खाजा चाहिँ अलिकति धेरै खानु खाना अलिक ढिला आउनु सक्ने विज्ञान दाइ तपाईँलाई धेरै धेरै स्वागत छ भ्लगमा धन्यवाद। अनि तपाईँ के ह्याप्पी हुनुहुन्छ त एकदम हाँसो हेर्नु न यो रिसोर्ट तपाईँको होइन त यतिको गर्न पाए भए त म तिरपुरामा पुग्थेँ होला त। तपाईँ कहाँ पुग्नु तपाईँ त्रिपुरावासी कहाँ जानुहुन्छ तपाईँ? म ठ्याक्कै चौतारा साङ्गाचोक गढी नगरपालिकामा हुन्थेँ। किन त्यहाँ चाहिँ चौतारामा के छ तपाईँको एक्सको त्यहाँनिर बिहे भयो भन्ने सुनेको थियो हो? यो चिज चाहिँ नबोल्नु तपाईँ त्रिपुरा छोडेर चौतारा किन जानुहुन्छ तपाईँ?
छन् केही कारण त्यहाँ यता घुमाउनुहोस् ओ जोडी ढुकुर सँगै बसेको किन होला खाली हुँदैछ दिदी जोडी ढुकुर सँगै बसेको किन काजी कडा 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 भ्यू सुकुटेको खुट्टारी Hey guys, हाम्रो चाहिँ खाना टाइम हुँदैछ सुजन सर के छ हाल खबर ओ नवाज सर हेलो गाइजहरू विशाल लाइक गर्दै रोनाल्डोको विख्यान यो तपाईको हेलो नकुल सर ल ल ल खाना खानु पर्यो गाइजहरू हजुर हेलो विज्ञान दाइ तुझे तू ही माया का मेरो माटो